जो जन्मिएको 7औं दिनमा आमाले संसार त्यागिन्। सुत्केरी पत्नी छाडेर राति सुटुक्क भागेपछि भगवान बने। उनी हुन् भगवान गौतम बुद्ध। अब सुरु गरौं भगवान गौतम बुद्धको जीवन कहानी। विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान गौतम बुद्धलाई चिनिन्छ। गौतम बुद्धको राजा शुद्धोधन र रानी मायादेवीको कुखबाट जन्म भएको थियो। गौतम बुद्धको जन्म ईसा पूर्व 563 को वैशाख पूर्णिमाको दिन लुम्बिनीमा भएको थियो। उनका परिवारले उनको नाम सिद्धार्थ राखेका थिए। सिद्धार्थ गौतमका बाबु शुद्धोधन शाक्य वंशका राजा थिए। उनको आमाको नाम मायादेवी थियो। रानी मायादेवी आफ्नो माइत जाने क्रममा लुम्बिनीमा पुग्दा प्रसव व्यथाले अचानक छटपटाइन्। सोही क्रममा आरामका लागि एउटा रुखको फेदमा बसिरहेको बेला बालक सिद्धार्थ अर्थात् गौतम बुद्धको जन्म भएको थियो। तर दुर्भाग्यवश सिद्धार्थको जन्म भएको एक सातामै आमा मायादेवीले संसार छाडिन्। मायादेवीको मृत्युपछि सिद्धार्थको पालन पोषण मायादेवीकी बहिनी अर्थात् शुद्धोधनकी दोस्री पत्नी महाप्रजापतिले गरिन्। गौतम बुद्ध जन्मिएको केही समयपछि नै प्रजापति गौतमी पनि सुत्केरी भएकी थिइन्। उनले आफ्ना 2 र दिदीको एक छोरा गौतम बुद्ध गरी 3 सन्तानलाई हुर्काएकी थिइन्। 16 वर्षको उमेरमा गौतम बुद्धको विवाह यशोधरा नामकी राजकुमारीसँग भयो। यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भएको थियो। बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। बाल्यकालदेखि युवावस्थासम्म पुग्दा उनले बुढो रोगी मानिसलाई देखे अनि मानिसको निधन पनि देखे। जुन कुराले गौतम बुद्धमा वैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ, के कारणले बुढो हुन्छ र के कारणले मर्छ भन्ने प्रश्नले उनलाई वैरागी बनायो। यिनै प्रश्नको समाधान खोज्न उनी 29 वर्षको उमेरमा एक दिन राते सुटुक्क दरबार छाडेर निस्किए। दरबार नै छोडी तपस्याका लागि निस्किएका उनमा संसार प्रति कुनै मोह बाँकी नै रहेन। उनमा संसारदेखि वैराग्य मात्रै उत्पन्न भयो। संसारको निस्सारता महसुस गरेर आजित भएका गौतम बुद्धले त्यसबाट मुक्ति पाउन चाहे। वैराग्यका कारण विभिन्न ठाउँमा भौतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगे। त्यहाँ तपस्या सुरु गरे। उनले पिपलको रुख बोधि वृक्ष मुनि बुद्ध प्राप्त गरेका थिए। जब गौतम बुद्धले तपस्या गरे त्यसपछि बुद्धत्व प्राप्त गरे। उनी सांसारिक दुःखको जडसम्म पुगे र बुझे कि संसारमा आफ्नो भन्नु केही पनि छैन। संसारमा दुःखको जड भनेको मान्छे आफै हो। बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान आदि नामले पुकारिएको थियो। दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने 8 मार्ग नै बुद्धले पाएको ज्ञान हो। उनले सम्यक संकल्प, सम्यक दृष्टि, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि गरी यी 8 मार्ग हुन् भनी ज्ञान बाँडेका थिए। अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो। यस्ता अनेकौं कालजाई सन्देशका वाहक भगवान गौतम बुद्धको ख्याति विश्वभर फैलिएको छ। 45 वर्षसम्म उपदेशहरू बाँडेपछि 80 वर्षको उमेरमा ईसा पूर्व 483 वैशाख शुक्ल पूर्णिमाकै दिन उनी सधैँका लागि संसारबाट अस्ताए। 45 वर्षसम्म उनले भारत र नेपालका विभिन्न ठाउँमा पुगेर दुःख निवारण सम्बन्धी आफूलाई प्राप्त महाज्ञानको धर्मचक्र प्रवर्तन गरे। आजभोलि धेरै देशका मानिसहरू एक आदर्श तत्त्वज्ञानी पुरुषको रूपमा र बौद्ध धर्मावलम्बीहरू आफ्नो धर्मका प्रवर्तकका रूपमा गौतम बुद्धलाई निकै श्रद्धाका साथ सम्मान गर्छन्। गौतम बुद्धलाई एसियाका ताराका रूपमा पनि चिनिन्छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्व मनाइन्छ। शान्तिको अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको सोमबार देशभर 2561 बुद्ध जयन्ती दिवस मनाइएको छ।